धन्यवाद। कार्यक्रम सञ्चालकज्यू जीवा नेपालले आयोजना गरेको यस मुख स्वास्थ्य सम्बन्धी देउसी भैलो कार्यक्रमका सभाध्यक्षज्यू, प्रमुख अतिथिज्यू, विशिष्ट अतिथिज्यू र अतिथिज्यूहरू, विद्यालयका प्रधानाध्यापकज्यू, सहायक प्रधानाध्यापकज्यू, गुरुबा गुरुआमा, निर्णायक मण्डलमा बस्नुभएका निर्णायक मण्डलज्यू एवं प्रतियोगी तथा अप्रतियोगी साथीहरू, टोलवासी आमाबुबा, दाजुभाइ तथा दिदीबहिनी सम्पूर्णमा तिहार पर्वको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ। आज मिति 2082 साल असोज 30 गतेका दिन जीवा नेपालले आयोजना गरेको मुख स्वास्थ्य सम्बन्धी देउसी भैलो कार्यक्रममा श्री गणेश माध्यमिक विद्यालयले छोटो मिठो प्रस्तुति लिएर आएका छौँ। स्वीकार्नुहोस् हाम्रो मुख स्वास्थ्य सम्बन्धी देउसी भैलो प्रस्तुति। धन्यवाद। ए बहिनी सन्चै छौ? सन्चै छु नि दाइ। अनि कता हिँड्नु भयो त? आज गणेश माविमा देउसी भैलो प्रतियोगिता छ अरे, त्यहीँ जाउँ कि भनेर हिँडेको। जाउँ होइन तिमी पनि? म त जाँदिनँ, खुट्टा दुखाइ उहाँ गएर नाच्नु मन छ। मोबाइल हेरेर गेम खेलेर बसेको अहिले बेलुका आइहाल्छ नि देउसी खेल्नलाई हो। त्यस्तो भनेर कहाँ हुन्छ। आज त जीवा नेपालले आयोजना गरेको कार्यक्रम हो। आज त मुख स्वास्थ्य सम्बन्धी कार्यक्रम हो के? जीवा नेपाल भनेको के हो र दाइ? अनि त्यसले के काम गर्छ नि? तिमीलाई जीवा नेपालले गर्ने कामहरू थाहा छैन? थाहा छैन। जीवा नेपालले विद्यालयहरूमा ब्रस सेट, मुख स्वास्थ्य क्याम्प र आदि विभिन्न मुख स्वास्थ्य सम्बन्धीका कार्यक्रमहरू आयोजना गरिरहेको छ। जीवा नेपालले वर्षै पछि तीज गीत तथा देउसी भैलो प्रतियोगिताहरू जस्ता जनचेतनामूलक कार्यक्रमहरू पनि आयोजना गरिरहेको छ। ए हो र? मलाई त थाहा नै थिएन। ल जाऊ न त अब। बहिनी भिडियो पनि खिच। यस्तो जनचेतनामूलक गीतहरूको त भिडियो बनाएर सामाजिक सञ्जालमा राख्नुपर्छ। अहिले त सबै मानिसहरूको हातमा मोबाइल हुन्छ, सबैले सिक्न सक्छन्। हुन्छ नि दाइ।
कारण आहै सुटी जन्य आहै पदार्थ सेवन आहै बजारको जङ्क फुड आहै प्याकेटको खाना आहै प्रयोग नगरौ आहै सबैले जाना आहै चिनी युक्त आहै आहार पनि आहै बुझ्नुपर्छ है आहै नलिने पनि आहै अन्न बसे आहै मुखमा हात आहै राखेर नङ आहै नन्टोक दात आहै नङको विष आहै मुखमा गाछ आहै विषले जानै आहै असर गर्छ आहै असर गर्छ हे सुस्त जीवन हो ठुलो छैन स्वास्थ्य भन्दा ठुलो धन केही छैन सुस्त जीवन हो ठुलो छैन स्वास्थ्य भन्दा ठुलो धन केही छैन स्वास्थ्य भन्दा ठुलो धन केही छैन हे सुपारी रस किसानले पदार्थ सेवन गरे जीवन दैअनर्थ रोइडा हुनुहुन्छ सुपारी रस किसानले पदार्थ सेवन गरे जीवन दैअनर्थ सेवन गरे जीवन दैअनर्थ हे फलफुल सागपात खानु है जहिले जङ्क फुड खाएर नगर्नु भुल कहिले फलफुल सागपात खानु है जहिले जङ्क फुड खाएर नगर्नु भुल कहिले जङ्क फुड खाएर नगर्नु भुल कहिले आहै मुख सम्बन्धी आहै रोगलाई रोक्ने आहै उपाय खोजौ आहै फ्लोराइड युक्त आहै मन्जनै रोजौ आहै दिनको 2 पटक आहै साँझ र बिहान आहै खाना खाएर आहै दाँत सफा गर्न आहै सबैले जान आहै मौसम अनुसार आहै फलफुलै खाने आहै तरकारी खाने आहै यी कुराहरू आहै सबैले जान आहै सन्तुलित भोजन आहै प्रशस्त पानी आहै पिउनु पर्छ आहै जिब्रोलाई सफा आहै गरेर हामी आहै जिउनु पर्छ आहै जिउनु पर्छ हे सुटी खैनी त्यागेर पहिले स्वास्थ्यको ख्याल गरौँ है सबैले सुटी खैनी त्यागेर पहिले स्वास्थ्यको ख्याल गरौँ है सबैले स्वास्थ्यको ख्याल गरौँ है सबैले हे 6 महिना डेन्टलमा गएर दाँत चेक गर्छौ सचेत भएर 6 महिना डेन्टलमा गएर दाँत चेक गरौ सचेत भएर दाँत चेक गरौ सचेत भएर हे स्वास्थ्यको ख्याल गरेर पुरा सुस्त जीवन जिउनु हो सजुल स्वास्थ्यको ख्याल गरेर पुरा सुस्त जीवन जिउनु हो सजुल सुस्त जीवन जिउनु हो सजुल हे मुख स्वास्थ्यका यी सधैँ छोडेर बिदा हुन्छौ दुवै हात जोडेर मुख स्वास्थ्यका यी सधैँ छोडेर बिदा हुन्छौ दुवै हात जोडेर बिदा हुन्छौ दुवै हात जोडेर बिदा हुन्छौ दुवै हात जोडेर धन्यवाद साथी आज हामीले कति धेरै कुरा सिक्यौँ है अब हामीले अरूलाई पनि सिकाउनुपर्छ है अब आफ्नो घर आउन पनि लागिसक्यो अब आफ्नो घर जाउँ अब भोलि स्कुलमा भेट भएर